कङ्ग्रेचुलेसन लुम्बिनी लायन्स, धेरै राम्रो खेल्यो लुम्बिनी लायन्सले चाहिँ। अगाडिको म्याच लगभग 2-3टा हार्यो पनि होइन, भन्दापछि ब्याक टु ब्याक जितेर चाहिँ प्लेअफमा गयो। प्लेअफमा चाहिँ विराटनगर काठमाडौँलाई गोर्खालाई हरायो। त्यसपछि लिमिटेड चाहिँ विराटनगरलाई हराएर फाइनलमा गयो क्या होइन। धेरै राम्रो ब्याक टु ब्याक जित्नु भनेको चान्चुने कुरो होइन नि है। फेरि पनि कङ्ग्रेचुलेसन्स विराटनगर लुम्बिनी लायन्स। अब सबैले राम्रै खेलेको, मतलब यो पाला चाहिँ जनकपुर बोल्ट चाहिँ बाहिर भइसकेको थियो। विराटनगर किङ्स, सुदूरपश्चिम अनि काठमाडौँ गोर्खा अनि त्यसपछि लुम्बिनी लायन्स, चारै टिम चाहिँ राम्रै थिए। तर जस राम्रो लाग्यो होइन, हेर्न धेरै राम्रो लाग्यो। तर चाहिँ फाइनलमा चाहिँ खासै रमाइलो भएन क्या। 20 ओभरको गेम, लगभग समथिङ त्यही 9-10 ओभरमै लगभग 15 ओभरको तल नै गेम फिनिस भइसक्यो होइन। यो सुदूरपश्चिमले ब्याटिङ गर्न चाहिँ के खोजे हो क्या। टिमलाई जहिले पनि विनोद भण्डारीले चल्दिनु पर्ने होइन। आज चाहिँ एउटा के दियो भने हुन्छ नि त, स्पिनरलाई राम्रो थियो। अनि यता चाहिँ हाम्रो के छ भने नरेन्द्र साउदलाई चाहिँ बाहिर बसालिदियो, किनकि राम्रो गरेर आयो नि त होइन। एक म्याचमा खेलाइदियो भन्दा चाहिँ बाहिरै के गर्नु खोज्यो सुदूरपश्चिम। लगातार जित्ने, फाइनलमा आएर ल्याप्प सुतिदिने, यो त खासै हामीलाई पनि तनाव लाग्यो कि। कति सपोर्ट गर्नु, सपोर्ट गर्दा हामी कि त फ्यानहरूले नै सपोर्ट माया बढी पाएर हो कि होइन। के अरे लुम्बिनी लायन्सले चाहिँ कोही भन्थे क्या, कि त लुम्बिनी लायन्सलाई कमजोर ठानेको थियो कि तिमीहरूले, त्यो नै गल्ती हो तिमीहरूको। सुदूरपश्चिमको टिमले चाहिँ के सोचिरहेको थियो भने, जस्तो कि हाम्रो सुदूरपश्चिम टिमले चाहिँ लुम्बिनी लायन्स कमजोर हो, उसै पनि हामीले एकचोटि हराइसक्यौँ होइन। फाइनलमा त अनि हराउँछ सोचेको तिमीहरूले, लगेर ट्रफी लगेर गयो। हामी हेरेको 2 वर्षसम्म हेरेको हाम्रो ट्रफी, यस्तो हेर्ने फाइनलमा जाने।